युरोपको सेन्जन कन्ट्री बुल्गेरिया वर्किङ भिसा यस वर्षको लागि खुलिसकेको साथीहरू, यदि तपाईँहरू बुल्गेरिया देश वर्किङ भिसामा अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने तपाईँलाई आज म यस भिडियोमा सम्पूर्ण इन्फर्मेसन दिनेछु। यदि तपाईँहरू आफैले चाहिँ बुल्गेरिया देश वर्किङ भिसाको लागि अप्लाई गर्नुहुन्छ भने हामीले कसरी अप्लाई गर्ने, कुन कुन तरिकाबाट हामी आफैले सेल्फ अप्लाई गरेर नेपालबाटै बुल्गेरिया देश वर्किङ भिसामा जान सक्छौँ। यदि होइन भनेदेखि हामी कुन एजेन्टबाट, कुन मेन पावरबाट चाहिँ बुल्गेरिया देश वर्किङ भिसाको लागि चाहिँ अप्लाई गर्न सक्छौँ त। यदि त्यसो पनि होइन भनेदेखि तपाईँलाई म आफैले पनि बुल्गेरिया देशको वर्क पर्मिटको लागि चाहिँ हेल्प गर्नेछु। मेरो पर्सनल कन्ट्याक्ट नम्बरमा तपाईँले कन्ट्याक्ट गर्नुहुन्छ भनेदेखि म तपाईँलाई वर्क पर्मिटको लागि पनि हेल्प गर्न सक्नेछु है त। आज म तपाईँलाई यस भिडियोमा बुल्गेरिया वर्किङ भिसाको सम्पूर्ण इन्फर्मेसन दिनेछु, जस्तो कि बुल्गेरिया देश वर्किङ भिसा जानको लागि चाहिँ कति खर्च लाग्छ, त्यसपछि वहाँ गएर हामीले कति कमाउन सक्छौँ, कति उमेर भएका व्यक्तिलाई बुल्गेरिया देशले भिसा दिन्छ, पढाइ कस्तो हुनुपर्छ, ल्याङ्ग्वेज कुन कुन जानेको हुनुपर्छ, स्किल कस्तो कस्तो स्किल जानेका व्यक्तिलाई बुल्गेरिया देशले अहिले भिसा दिन्छ, त्यसपछि हामीलाई टोटली खर्च कति लाग्छ, त्यसपछि टोटली समय हामीलाई कति लाग्छ, नेपालबाट हामीले बुल्गेरिया देशको अप्लाई गरेको कति समयमा हामी बुल्गेरिया देशसम्म पुग्न सक्छौँ त। सम्पूर्ण इन्फर्मेसन तपाईँलाई म यस भिडियोमा दिनेछु। अनि यो बुल्गेरिया वर्किङ भिसाको सम्पूर्ण काम पनि नेपालबाटै गर्न सकिन्छ। त्यही भएर तपाईँलाई चाहिँ बुल्गेरिया देशको सम्पूर्ण इन्फर्मेसन म यस भिडियोबाट दिनेछु। त्यसकारणले हाम्रो च्यानललाई तपाईँले आजसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। तपाईँलाई मैले सधैँ युरोपमा रहेको जब भ्याकेन्सीको इन्फर्मेसन दिएको छु है त। साथीहरू, बुल्गेरिया देश वर्किङ भिसामा जानुहुन्छ भनेदेखि तपाईँलाई सर्वप्रथम इम्पोर्टेन्ट कुरा रहेको छ वर्क पर्मिट हो। बुल्गेरिया देश जानको लागि तपाईँलाई वर्क पर्मिट आवश्यक पर्छ। वर्क पर्मिट बिना तपाईँहरू बुल्गेरिया देश वर्किङ भिसामा जान सक्नुहुन्न। वर्क पर्मिटको लागि तपाईँले आफैले पनि अप्लाई गरेर वर्क पर्मिट लिन सक्नुहुन्छ। कुनै पनि मेन पावर एजेन्टको मार्फत वर्क पर्मिट लिन सक्नुहुन्छ। होइन भनेदेखि म पनि तपाईँलाई वर्क पर्मिटको लागि चाहिँ हेल्प गर्नेछु। त्यसको लागि तपाईँले चाहिँ हाम्रो वाट्सएप, इन्स्टामा तपाईँले मेसेज गर्नुपर्छ बुल्गेरियाको वर्क पर्मिटको लागि भनेर। तपाईँलाई म वर्क पर्मिटसम्मको तपाईँलाई म हेल्प गरिदिनेछु है त। अब म तपाईँलाई बुल्गेरिया देशको वर्क पर्मिटको लागि चाहिँ हामीलाई कस्तो कस्तो कागजपत्र आवश्यक पर्छ भन्ने कुराहरू म तपाईँलाई यस भिडियोमा भन्नेछु। कागजपत्र कुरा गर्दा तपाईँलाई राजधानी भनेको छ, पासपोर्ट तपाईँलाई चाहिन्छ, 1 वर्षभित्र डेट भएको पासपोर्ट चाहिन्छ। तपाईँको पासपोर्ट बनाउँदाखेरि तपाईँको 10 वर्षको डेट हुन्छ भनेदेखि पासपोर्टको डेट सकिनको लागि 1 वर्षको डेट भएको हुनुपर्छ। जन्म दर्ता भनेको छ, त्यसपछि तपाईँको नागरिकताको प्रमाणपत्र भनेको छ, त्यसपछि शैक्षिक प्रमाणपत्र भनेको छ। शैक्षिक प्रमाणपत्र भनेको चाहिँ तपाईँको चाहिँ कति कक्षा पढ्नु भएको छ, 8 कक्षा पढाइ पाइयो, 10 कक्षा पढाइ पाइयो, 5 कक्षा पढाइ पाइयो, तर तपाईँले पढेको सर्टिफिकेट चाहिँ देखाउन पर्यो। अब अनुभव प्रमाणपत्र भनेको छ, यो चाहिँ वर्क एक्सपिरियन्स, तपाईँले कुन ठाउँमा काम गर्दै हुनुहुन्छ। तपाईँ बुल्गेरिया देश चाहिँ होटेलको लागि काम गर्न जान खोज्दै हुनुहुन्छ, कृषि क्षेत्रमा काम गर्न जान खोज्दै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँ नेपालमा नि होटेलमा काम गरेको छु भनेर चाहिँ एउटा कुनै लेटर देखाउनुपर्छ। त्यसलाई भनिन्छ वर्क एक्सपिरियन्स लेटर। मैले यो कम्पनीमा, मैले नेपालको यो ठाउँमा, यो कम्पनीमा यति वर्ष यो क्षेत्रमा काम गरेको छु भनेर तपाईँले चाहिँ एउटा वर्क लेटर बनाउनु पर्छ। त्यसपछि तपाईँको पुलिस रिपोर्ट चाहिन्छ। पुलिस रिपोर्ट भनेको 1 वर्षभित्रको पुलिस रिपोर्ट चाहिन्छ। त्यसपछि भ्याक्सिन कार्ड भनेको छ, कोरोनाको भ्याक्सिन कार्ड तपाईँले देखाउनुपर्छ। त्यसपछि तपाईँले राम्रोसँग युरोपास सी बनाएको हुनुपर्छ। युरोपास सी बनाउनको लागि पनि तपाईँले मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँलाई म राम्रो खालको युरोपास सिबी बनाएर दिनेछु है। सिबी नै हो तपाईँको इम्पोर्टेन्ट कुरा। तपाईँको सिबी हेरेर उनीहरूले तपाईँलाई सुरुमा इन्टरभ्यू लिने कि नलिने भनेर कुराहरू गर्छन्। तपाईँको सिबी राम्रो छैन भनेदेखि तपाईँलाई उनीहरूले पहिलो स्टेपबाट तपाईँ फालिनुहुन्छ। त्यही भएर चाहिँ सिबी राम्रो बनाउनु होला। सिबी बनाउन चाहनुहुन्छ भने मलाई पनि मेसेज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँलाई अर्को इम्पोर्टेन्ट कुरा भनेको फोटो पनि चाहिन्छ है। फोटो पनि भयो भनेदेखि तपाईँले चाहिँ फोटो पनि चाहिन्छ। फोटो भयो भनेदेखि पनि तपाईँले चाहिँ बुल्गेरिया वर्किङ भिसामा अप्लाई गर्न सक्नुहुन्छ। अब तपाईँले यी सबै कुराहरूलाई चाहिँ मेन पावरलाई दिनुभयो भने मेन पावरले तपाईँको चाहिँ अब वर्क पर्मिटलाई चाहिँ उनीहरूले चाहिँ कन्ट्याक्ट गराइदिन्छ। वर्क पर्मिटलाई उनीहरूले कन्ट्याक्ट गराइदिइसकेपछि तपाईँको चाहिँ वर्क पर्मिट तपाईँको हातमा आउँछ। वर्क पर्मिट भन्दा अगाडि तपाईँको जब अफर हातमा आउँछ। जब अफर भनेको कम्पनीबाट सिधै एजेन्ट मार्फत आउँछ भनेको जब अफर के, यो ठाउँमा चाहिँ जब छ। अफर भनेको कि अब हामी अफर भनेदेखि के बुझ्छौँ भनेदेखि बुल्गेरिया कम्पनीमा मान्छे चाहिएको छ भने नेपालमा चाहिँ उनीहरूले अफर दिन्छ कि ल यस्तो खालको अफर आएको छ बुल्गेरिया कम्पनीमा भनेर चाहिँ भन्छ। त्यसलाई भनिन्छ जब अफर। जब अफर आउँछ। जब अफर आएपछि इम्प्लोइमेन्ट कन्ट्याक्टमा हस्तक्षेप हुन्छ। तपाईँले चाहिँ हस्तक्षेप गर्नुपर्छ। त्यहाँ हस्तक्षेप गरेपछि तपाईँको चाहिँ वर्क पर्मिटको लागि चाहिँ तपाईँले चाहिँ अब कन्ट्याक्ट गर्नुपर्छ। वर्क पर्मिटको लागि चाहिँ अब उनीहरूले चाहिँ अप्लाई गरिदिन्छ मेन पावरले। मेन पावरले वर्क पर्मिटलाई अप्लाई गरिदिन्छ। तपाईँको वर्क पर्मिट आउनको लागि चाहिँ लगभग 3 देखि 4 महिना लाग्छ। 3-4 महिनाको बिचमा तपाईँलाई एकचोटि इन्टरभ्यू पनि लिन सक्छ। इन्टरभ्यू लिएन भने राम्रो, अथवा त इन्टरभ्यू लिँदैन है वर्क पर्मिटभन्दा अगाडि। वर्क पर्मिट प्राप्त भइसकेपछि तपाईँले चाहिँ एम्बेसीमा जानुपर्छ, भिएफएक्समा जानुपर्छ। भिएफएक्समा तपाईँले आवेदन दिनुपर्छ। आवेदन भनेको चाहिँ तपाईँको चाहिँ जब अफर, त्यसपछि वर्क पर्मिट, त्यसपछि पासपोर्ट तपाईँले अनि पुलिस रिपोर्ट सम्पूर्ण डकुमेन्टलाई चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो,
एमबिसीमा लगेर दिनु पर्यो, भिएफएक्समा लगेर दिनु पर्यो। भिएफएक्समा दिइसकेपछि तपाईँले चाहिँ त्यहाँ चाहिँ भिजा आवेदन फर्म भर्नुपर्छ। भिजा आवेदन फर्म भरिसकेपछि तपाईँको चाहिँ त्यो फर्मबाट चाहिँ तपाईँले अब एमबिसीमा आफ्नो डकुमेन्ट बुझाउनुपर्छ। डकुमेन्ट बुझाएपछि तपाईँलाई एमबिसीले हल्का इन्टरभ्यू लिन्छ। इन्टरभ्यू लिइसकेपछि तपाईँलाई चाहिँ अब इन्टरभ्यूमा पास हुनुभयो भनेदेखि तपाईँलाई चाहिँ अब भिजा दिने प्रोसेस एमबिसीले गर्नेछ। यो सम्पूर्ण प्रोसेस भनेको तपाईँको लगभग 6 देखि 9 महिनासम्म समय लाग्न सक्छ। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु। तपाईँलाई म स्टेप बाई स्टेप जानकारी दिन्छु। अब खर्च कति लाग्छ भनेर म तपाईँलाई स्पिडमा भन्नेछु। त्यस कारणले सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला। तपाईँलाई वर्क परमिट बनाउनु छ भनेदेखि मसँग नै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म पनि तपाईँलाई वर्क परमिटलाई चाहिँ हेल्प गरिदिनेछु है त। खर्च भनेको छ पासपोर्ट बनाउनको लागि खर्च 5000, मेडिकल पनि चाहियो। मेडिकल गर्नको लागि तपाईँको 10 देखि 15000 खर्च लाग्छ। प्रहरी रिपोर्ट बनाउनको लागि तपाईँको 1000 रुपियाँ खर्च लाग्छ। कागजपत्र नोटहरू यताउति गर्नको लागि तपाईँको 10000 खर्च लाग्छ। भिजा शुल्क भनेको तपाईँको भिजा भनेको चाहिँ एमबिसीमा भिजाको लागि शुल्क भनेको 30000 लाग्न सक्छ। मेन पावरलेसँग कन्ट्याक्ट गर्दै हुन्छ भने मेन पावरले लगभग 1,50,000 लिन सक्छ भनेको छ। तर मेन पावरले धेरै लिन्छ है। जे छ यथावत कुरा तपाईँले भन्नु पर्यो नि त। त्यही भएर टिकट खर्च अन्य खर्चहरू गर्दाखेरि तपाईँको 1,00,000 खर्च लाग्छ। टोटल्ली खर्च तपाईँको भनेको चाहिँ लगभग 2,50,000 देखिएको छ यहाँ। तर मेन पावरले बुलिगेरा देश वर्किङ भिसा जानको लागि चाहिँ 7 देखि 9 लाखसम्म खर्च लिएका छन्। मस्त ठगिरहेका छन्, के भन्नु अब। त्यही भएर तपाईँ आफैले अप्लाई गर्नुहोस् के। आफैले अप्लाई गर्न चाहनुहुन्छ भनेदेखि एकदम सजिलो छ। अब वहाँबाट तपाईँले कति कमाउन सक्नुहुन्छ? प्रति महिना तपाईँले 500 युरोदेखिबाट तपाईँले 900 युरोसम्म कमाउन सक्नुहुन्छ। भनेको चाहिँ लगभग तपाईँले चाहिँ 60-70 हजारदेखिबाट 1,50,000 तपाईँले कमाउन सक्नुहुन्छ बुलिगेरा देशमा गएर। बुलिगेरा देशमा गएर कमाउनुहुन्छ तर खाने आफ्नै बस्ने आफ्नै हुन्छ। मानव तपाईँले 1,00,000 रुपियाँ कमाउनु भनेदेखि तपाईँले चाहिँ 60-70 हजारसम्म बचाउन सक्नुहुन्छ बुलिगेरा देशमा गएर। तर प्रायः जस्तो नेपालीहरूले बुलिगेरा देशमा गएर ओभर टाइम काम गरेका छन्, पार्ट टाइमहरू काम गरेका छन्। यसो त्यसो गर्दा गर्दै उनीहरूले चाहिँ 1,00,000 कमाएका छन्। 6-7 महिना बसेका नेपाली नागरिकहरूले बुलिगेरा देशमा गएर है त। अब कति समय लाग्छ भनेदेखि सुरुदेखिबाट अन्तिमसम्म भिजा लाग्नलाई यहाँ 2 देखि 3 महिना भनेको छ। 2 देखि 3 महिना होइन, लगभग 6 देखिबाट 9 महिनासम्म समय लाग्छ बुलिगेरा देशको। वर्क परमिट आउनै तपाईँको 3 महिनादेखि समय लाग्न सक्छ है। यो चाहिँ कम्पनीको डकुमेन्टहरू मिलाउनु ओर्न यताउति अनि एमबिसीको प्रोसेसहरू गर्दा गर्दै तपाईँको चाहिँ टाइम लाग्छ। अब एमएससीमा मेडिकल टेस्टहरू हुन्छ। मेडिकल टेस्टहरूमा तपाईँको चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त मेडिकलमा गएर तपाईँले चाहिँ मेडिकलको रिपोर्ट निकाल्नुपर्छ। जुन रिपोर्टलाई तपाईँले चाहिँ एमबिसीमा दिनुपर्छ हो। एमबिसीमा दिने बेला तपाईँको चाहिँ एचआइभी टेस्ट हुन्छ, त्यसपछि टिबी टेस्ट हुन्छ, त्यसपछि हेपाटाइटिस बी इत्यादि कुराहरू तपाईँको टेस्ट हुन्छ। अनि त्यसपछि तपाईँको अपाङ्गहरू यताउति तपाईँको आँखाहरू पनि टेस्ट हुन्छ यो मेडिकल रिपोर्टमा है। त्यो पनि टेस्ट गर्नु होला। त्यसपछि अन्तर्वार्ताको कुरा हुन्छ इन्टरभ्यू। इन्टरभ्यूमा चाहिँ इम्पोर्टेन्ट कुराहरू चाहिँ के छ भनेदेखि सुरुमा सोध्ने प्रश्नहरू भनेको चाहिँ तपाईँको कामको अनुभव, तपाईँलाई चाहिँ कुन काम अप्लाई गर्न खोज्दै हुनुहुन्छ। जस्तो कि अब बुलिगेरा देशमा चाहिँ कृषि क्षेत्रमा काम हुन्छ, फ्याक्ट्री वर्कर हुन्छ, क्लिनर हुन्छ, अनि त्यसपछि हाउसकिपिङहरू हुन्छ, त्यसपछि विभिन्न कामहरू हुन्छ होइन। त्यो कामहरूमा चाहिँ तपाईँलाई चाहिँ कुनै एउटामा अप्लाई गर्न खोज्दै हुनुहुन्छ भने तपाईँसँग कामको के स्किल छ। बिना मान्छे त बिना स्किल त नेपालबाट लिएर जाँदैन। त्यही भएर तपाईँले चाहिँ कामको अनुभवको बारेमा पनि तपाईँलाई उनीहरूले प्रश्न सोध्ने गर्छ। त्यसपछि बुलिगेरा किन जानलाई भनेर प्रश्न सोध्छ। अनि कम्पनीको नाम, कम्पनीको बारेमा, यो कम्पनीले के गर्छ भनेर कम्पनीको बारेमा पनि सोध्छ। त्यसपछि आफ्नो कामको जिम्मेवारी के हो भनेर तपाईँलाई आफ्नो कामको जिम्मेवारी पनि सोध्न सक्छ। त्यसपछि तपाईँसँग भएको पासपोर्टको, तपाईँसँग भएको पुलिस रिपोर्ट, तपाईँसँग भएको वर्क परमिटको पनि तपाईँलाई चाहिँ उसले चाहिँ के गर्छ प्रश्नहरू घुमाएर सोध्ने प्रयास गर्नेछ। अब तपाईँ आफैले अप्लाई गर्दै हुनुहुन्छ भने आफैले अप्लाई गर्नको लागि तपाईँले चाहिँ एउटा राम्रो खालको युरो पास सी बनाउनुपर्छ। युरो पास सी बनाएपछि बुलिगेरा देश अप्लाई गर्ने 4-5वटा वेबसाइटहरू छ। ती वेबसाइटमा गएर तपाईँले चाहिँ बुलिगेरा देशको लागि तपाईँले फर्म भर्नुपर्छ। फर्म भरेपछि ती मेलमा तपाईँले मेल पनि गर्नुपर्छ। तपाईँको वर्क एक्सपिरियन्स, तपाईँको पुलिस रिपोर्ट, तपाईँको चाहिँ सिभीहरू तपाईँले अपलोड गर्नुपर्छ। सिभीहरू अपलोड गरेपछि तपाईँको चाहिँ जब अफर पाउनुहुन्छ। जब अफर पाइसकेपछि तपाईँलाई चाहिँ वर्क परमिटलाई तपाईँले अप्लाई गर्नुपर्छ। वर्क परमिटलाई अप्लाई गरेपछि तपाईँले चाहिँ विभिन्न प्रोसेसहरूबाट इन्टरभ्यू फेस गरेर तपाईँ आफैले एमबिसी धाएर सम्पूर्ण प्रोसेस आफैले गरेर तपाईँ चाहिँ सेल्फ अप्लाई गरेर पनि तपाईँहरू बुलिगेरा देश जान सक्नुहुन्छ। अब बुलिगेरा देश हामीले कसरी अप्लाई गर्ने आफ्नो मोबाइल फोनबाट, त्यो पनि अनलाइनबाटै भनेदेखि म तपाईँलाई अर्को भिडियो बनाउँछु। 4-5वटा वेबसाइट छ। ती 4-5वटा वेबसाइटबाट चाहिँ हामीले चाहिँ कसरी बुलिगेरा देशको लागि चाहिँ सेल्फ अप्लाई गर्न सक्छौँ त्यस विषयमा तपाईँलाई म अर्को भिडियोमा भन्नेछु। यति जनलाई हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला। तपाईँ आफैले बुलिगेरा देश वर्किङ भिसामा अप्लाई गर्ने सोचमा हुनुहुन्छ अथवा तपाईँलाई चाहिँ वर्क परमिटको खाँचो छ भनेदेखि मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस् त तपाईँको माझबाट छुटिनेछु। केही जिज्ञासा छ भने कमेन्ट गर्न सक्नुहुन्छ। बुलिगेरा देश भनेको एकदमै अहिलेको पछिल्लो समयमा धेरै नेपालीहरूको चासोमा रहेको देश पनि हो।